50 वटा हामीले बैठक निर्णय गरेर त हामीले वडालाई त थाहा हुनु पर्यो नि त आफ्नो क्षेत्रमा यस्तो छ भन्ने कुरा तर जानकारी गराउने आफ्नो ठाउँमा छ तर मौखिक चाहिँ मैले भनेको सदस्य महिला प्रतिनिधि पैसा उठाउँछ सबै उसमा जान्छ कि सरसफाइमा जान्छ कि अनि जतिखेर पनि जनतालाई मार परिहाल्छ अन्त त्यसरी राखिदिएको भए बरु जसरी पनि हामी परै तिरेछौँ नि बजेट छैन भन्नु उहाँले 3 जना यति ल्याउनलाई बजेट छैन भने चाहिँ हामी चन्दा उठाउने भन्नु पर्छ सुन्नु पर्यो यार। नमस्कार, यति बेला चाहिँ म भरतपुर 17 मा छु। भरतपुर 17 को यो हुलाकी सडक हरैया टोलमा अवस्थित छ। यो सडकको अवस्था निकै गम्भीर छ किनकि यहाँ यो सडक मर्मत हुन सकेको छैन। विगत लामो समयदेखि यो सडक चाहिँ करिब मैले यहाँको स्थानीयसँग कुरा गर्दाखेरि 9 महिनादेखि चाहिँ यही अवस्थामा बिग्रिएको अवस्थामा यो सडक हुँदै गर्दाखेरि यहाँ धेरै सडक दुर्घटनाहरू भएका छन् तर कसैले पनि सुनवाई नगरेको यहाँहरूको गुनासो छ। यहाँको वडा अध्यक्षसँग पटक यो कुरा लगिए तापनि सडक चाहिँ मर्मत हुन सकेको छैन र यसलाई मर्मत गर्नका लागि यहाँ मौखिक रूपमा टोल सुधारले पनि पटक भनिसकेको हुँदाखेरि पनि सडक मर्मत नभइसकेपछि यो सडक खण्डमा धेरै जस्तो टिप्पर हिँड्ने भएकोले यहाँ टिप्परलाई चाहिँ सहयोगको रूपमा एक टिप जति यहाँ ढुङ्गा खसाइदिनु भनेर ढुङ्गा खसाइए तापनि यो ढुङ्गा भने अलिकति चिप्लो किसिमको ढुङ्गाले गर्दाखेरि यो सडकको लागि बेस्ट अप्सन भएन। त्यसैले गर्दाखेरि सडक अझै पनि दुर्घटना हुन सक्ने सम्भावनाको सडक बनेको छ। यसलाई छिटोभन्दा छिटो हामीले मर्मत गर्नुपर्ने देखिन्छ र विशेषतः यहाँको वडा टोल सुधार र महानगरको समन्वयमा यो मर्मत हुनैपर्ने हुन्छ। यदि भएन भने यसले अझै विभिन्न सडक दुर्घटनाका घटनाहरू घटाउन सक्छ। यही अगाडि घर भएको दिदीलाई पनि सोध्दै गर्दाखेरि चाहिँ यो केही सडक दुर्घटना भइराखेका छन् भन्ने कुराहरू थाहा पाइयो। यो दुःखद कुरा हो। यहाँ स्थानीयले चाहिँ यस्ता शास्तिहरू खेप्नु नपरोस् त्यसका लागि पनि यस्ता सडकहरू मर्मत गरिन्छ भन्ने अपेक्षा राखेका छौँ र यहाँ हामी कोअर्डिनेट गर्ने छौँ र छिटोभन्दा छिटो यो सडकलाई मर्मत गरिदिनु होला। होइन भने तपाईँहरू फेरि जनप्रतिनिधि बनेर भोट माग्दै नहिँड्नुहोस्। सामान्य सडक चाहिँ हामीले यसरी घाममा चाहिँ धाउँदै निवेदन हाल्दै मर्मत गर्दै भन्नुपर्छ र बजेटका बहानाहरू देखाइन्छ र अत्यावश्यक कुराहरूमा चाहिँ गम्भीरतापूर्वक लिइन्न भने तपाईँहरू अब फेरि जनप्रतिनिधि बनेर नआउनु होला। धन्यवाद।